गुड मर्निङ एभ्रिवान, ह्याप्पी सन्डे। र मेरो त डे स्टार्ट भइसक्यो। अब म चाहिँ गएको मेरो चाहिँ सधैँ नै अर्कै लुगा निकालेको हुन्छु होइन। त्यो लुगा त मलाई हुँदैन, टाइट हुन्छ है, मोटी भएको कारणले जहिले चेन्ज गर्नुपर्छ किनकि यो रेड लगाएको थिएँ नि त, रेड निकालेको थिएँ। अब चाहिँ म चाहिँ एकजना साथीलाई आइरहेको छ, उसलाई लिएर चाहिँ एमआरटी गएको। मैले त साथीलाई पनि भेटेँ हो। उता मेरो नयाँ साथी, नाम पनि भनिदेऊ। पेमा शेर्पा। ऊ त शेर्पा रहेछ, म तामाङ परेछु हो। मेरो पनि यसो फेसबुकतिर लाइक कमेन्ट सेयरहरू गरिदिनुहोस् है। पेमा शेर्पा छ। ल ल रिक्वेस्ट पठाऊ मलाई। आज चाहिँ ऊ चाहिँ सधैँ बसमा जान्थेछ, उसलाई थाहा छैन रहेछ नि त यहाँ एमआरटी छ भनेर। अनि चाहिँ मैले उसलाई त्यही कहाँ चिनेको भन्दाखेरि चाहिँ म बेलुका बेलुका वक जाँदा चिनेको। अनि चाहिँ मैले घरकै छेउमा एमआरटी छ, बसमा किन गएको, बसमा जाँदाखेरि त आधी घन्टा लाग्छ है। आधी घन्टा लाग्छ नि। एमआरटीमा त 10 मिनटमै पुग्छ। त्यही भनेर चाहिँ उसलाई लिनु आएको म चाहिँ। मेरो चाहिँ हिजो एक्सर्साइज गरेर चाहिँ खुट्टा चाहिँ उयो भइरहेछ होइन, तर पनि म उसलाई लिनु आइदिएको नि। दबाई ल्याइदिन्छु नि, मेरोमा दबाई छ इन्डियाबाटै। अनि घरमा त मैले भनिनँ पनि, किनभने भन्यो भने आज मलाई जानु दिँदैन, सुत भन्छ, रेस्ट गर भन्छ, किनकि हप्ताभरि काम गर्नुपर्छ हाम्रो हो नि त। त्यही भनेर चाहिँ म चाहिँ आज चाहिँ चर्च जाँदैछु। बाई बाई गाइस। अब चाहिँ हामी पुगेर तपाईँहरूलाई देखाउने छौँ। मेरो चाहिँ यहाँ आएर अब रुङाइ छ हो, साथीहरू आएको छैन आज भन्दा। मेरो चाहिँ साथीहरू चाहिँ छैन, म चाहिँ चर्च जान्छु। अनि मेरो साथीको छुट्टी छैन, यता लिटल इन्डिया हो, यहाँ बसिरहेको छु। साथीहरूलाई एकछिन भेट्छु, उनीहरू चाहिँ घुम्न जान्छ, म चाहिँ चर्च जान्छु। अन्त बसिरहेको छु, बिहानै छ नि त, त्यही भएर गइहाल्छ छैन। 9:35 भएछ भर्खर, अन्त सुतिरहेको होला कतिजना। त्यस्तो छ सन्डे आजको दिन। एक्लै हुँदा चाहिँ हरेस लाग्छ नि। लिटल इन्डियाको नजारा चाहिँ यस्तो छ, बिहान बिहानै चाहिँ यहाँ कोही पनि हुँदैन हो। मेरो चाहिँ अब ब्रेकफास्ट चाहिँ भन्नु पऱ्यो होला नि, यो चाहिँ मेरो फेभरेट हो है। अनि एक्लै छु, अब चाहिँ खानु लागेको, खाएर चाहिँ म चर्च जान्छु। यस्तो हुन्छ यो। फेरि पनि जय मसी तपाईँहरू सबैलाई। अनि म चाहिँ अब चर्च गएको, खाजा खाएर। चर्च जाँदा चाहिँ सधैँ एक्लै नै हुन्छ, आज चाहिँ हाम्रो यता साथी छ, साथी पाएँ। ऊ यहाँ पनि रहेछ दुईजना साथी, के खाँदैछ त्यहाँ। अब चाहिँ हामी चर्च गएको चाहिँ हामी चाहिँ यो के हो, यो लेमन जुस खाँदै चाहिँ हामी चर्च जान्छौँ। हुन्छ, बाई बाई तपाईँहरू सबैलाई। म चाहिँ चर्च आइपुगेँ। अहिले चर्चको चाहिँ टाइम भएको छैन, 1 बजीदेखि हो। अनि यहाँ चाहिँ कोही आएको छैन अहिले चाहिँ। म चाहिँ आफ्टर चर्च चाहिँ बर्गर खान आएको, बर्गर अर्डर गरिरहेको छु। अनि बस्ने ठाउँ चाहिँ अङ्कलले चाहिँ यहाँ मिलाइदिनु भएको छ बर्गर खानु। अब चाहिँ हामी बर्गर खाएर बर्गर जस्तै हुन्छौँ है, दुईजना मोटी मोटी छ। मेरो आएर चाहिँ पसिनाले चाहिँ यस्तो भइसकेको छ, म चाहिँ गरम चाहिँ पुरा छ हो। अब बर्गर अर्डर गरिरहेछु, चिकन बर्गर खाएर चाहिँ फेरि हामी जान्छौँ लिटल इन्डिया। गरम छ पुरा। यो त हामी बुगिसको त्यहाँनिर आएको खानु। हाम्रो चाहिँ आइसक्यो चिकन अनि बर्गर। अब चाहिँ हामी खानेछौँ है, बर्गर खाने। बर्गर खाएर चाहिँ मोटा हुने। मेरो त बर्गर फेभरेट हो नि त, खाएको अब खाएर चाहिँ त्यहाँदेखि फेरि लिटल इन्डिया जानुपर्छ। कोही बिजी छ फेरि, अगाडि बर्गर आइसक्यो, देख्दैन त अन्त हाम्रो नानी यहाँ कार्टुन हेर्दैछ। यस्तो छ है खाएको। अब हामी चाहिँ KFC खाइसकेर पनि अब चाहिँ हामी पसेको बुगिस, उसको चाहिँ
यहाँ चाहिँ हामी चाहिँ के हेर्दैछौँ यहाँ साथीलाई पनि भेटेँ यहाँ चाहिँ यस्तो जुत्ताहरू छन् दामी दामी हिल्सहरू हो यस्तो छ बुगिस यसलाई चाहिँ भन्छ बुगिस अब त हामी के हेर्छ उहाँ छैन र ऊ मिसले चाहिँ उयो हेर्छ अरे हौ के हेर्छ अरे हौ एकदम उसको सपिङहरू छ अरे आज हो मेरो त सपिङहरू गर्नु छैन किनभने अलिक झ्याबा छैन अहिले मेरोमा उहाँ यहाँ पनि दामी दामी पाउँछ त हेर न पहिला यस्तो हो देखाउँछु ल तपाईँहरूलाई कानको इयरिङ्सहरू दामी दामी छ कहिले घट्दिनँ के भएको यस्तोहरू छ यो त्यही हो बुगिसमा त यस्तोहरू पाइन्छ दामी दामी छ है कोलाई मनपर्छ भन्नु होला घर आउँदा ल्याइदिन्छु खोइ लगाएको ए त्यही पो छ त फेरि म त नापेछ भन्दैछु कस्तो तिम्रो ड्रेस कस्तो छ ब्लू अनि त्यस्तै किन्नु पऱ्यो नि त होइन ओ यहाँ चाहिँ म र सुहाना डान्सिङ गर्दैछ डान्सिङको मालिक यता अरे सुहाना र म दामी है यतै यहाँ यस्तै हुन्छ बुकिसमा चाहिँ म्याजिक अब त हामी सबै सकेर चाहिँ फर्किँदैछौँ यस्तै खानेकै कुराहरू मात्रै पाइन्छ है यहाँ चाहिँ के अरे हौ केएफसी खाएर त निन्द्रा पो लाग्यो यता पसौँ न एकछिन भनेको यहाँनिर एउटा यसो के हेरौँ न यहाँनिर चाहिँ उयोहरू पाउँछौ सिङ्गापुरियन ड्रेसहरू चाहिँ इधर मिल्ता है हेलो कहाँनिर यहाँ चाहिँ जुत्ता ब्यागहरू चाहिँ दामी दामी छ हो कोलाई चाहियो भन्नु होला म फोटो देखाइदिन्छु आजको मेरो सन्डे चाहिँ चर्चबाट आएर चाहिँ यहाँ बुगिसमै अब सकियो है अब के किनेर चाहिँ म फर्किन्छु अनि चाहिँ घरको लागि के सामानहरू लगेर जानु छ किनभने भोलि चाहिँ बिहान 7 बजी चाहिँ अङ्कल र आन्टी आउनुहुन्छ अनि उनीहरूलाई लन्चको लागि चाहिँ इन्डियाबाट अर्डर गरिसकेको छ उनीहरूलाई चाहिँ लन्चमा चाहिँ मटन राइस चाहियो अरे है अनि मलाई चाहिँ जाँदाखेरि मटन लगेर जानु छ हो अनि भोलि बिहानदेखि चाहिँ म चाहिँ अब चाहिँ बिजी भन्दा पनि बिजी हुन्छु अनि त्यही हो पावर ब्याङ्क बोकेर हिँड्नुपर्छ ब्याट्री गइहाल्छ त्यस्तो छ अब त्यो एक जोर सामान किनेर चाहिँ म लिटर इन्डिया फर्किन्छु हाम्रो साथीले चाहिँ आज पुरा सपिङ गरिसक्यो हो अन्त म त किन्दिनँ भन्दा पनि मलाई पनि जबरजस्ती किनिदिँदैछ हो पुरा झोलामा हाल्दैछु नकिन्देऊ न भन्दाखेरि मलाई पनि किनिदिएकै छ म त हालेकै छु यस्तै हो हप्ताभरि काम गरेर एक दिनको रमझम केएफसी खाएर मोटी होइगे भन्ने पारा भइरहेको छु बाई बाई गाइस मेरो भिडियोलाई माया गरिदिनुहोस् होला बाई बाई थ्याङ्क्स फर वाचिङ